Let's go shopping, okay? मेरो आजको सपिङमा यो मेरो क्युट दिस इज हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ भर्खर उठेर ब्रेकफास्ट गरिसकेँ अनि मैले त छोरालाई पनि यहाँ ब्रेकफास्ट दिँदैछु। म त्यसरी ऊ आफै खान्छ, ठुलो भइसक्यो नि त। ल यहाँ छेउको चाहिँ अनि अब उसको उसले खाइसकेपछि चाहिँ अब म यहाँ मेरो रुमहरू सफा गर्नुपर्ने छ। यहाँ मैले बेडहरू त मिलाइसकेँ। अब रुम सफा गर्नलाई म यहाँ अलिकति भ्याकुम पनि हान्नुपर्ने छ। छेउ कलर गर्छ। अनि म चाहिँ अहिले यहाँ चिकन बनाउन लागिरहेको छु। पासाङको चाहिँ आज नाइट ड्युटी छ अनि उसको लागि चाहिँ म टिफिनको लागि चाहिँ यो चिकन विङ्सहरू चाहिँ म रेडी गर्न लागिरहेको छु। अनि चाहिँ म यहाँ चिकन विङ्सलाई ग्रेभी बनाउँछु। यहाँ मैले दाल चाहिँ राखिसकेँ। यसलाई अब मजाले म्यास गर्नुपर्छ। ओहो यहाँ उसको सलाद रेडी भइसक्यो। यहाँ खाना ओहो अहिले त चिलो छ कि क्या। यो सलाद प्याक भयो। अब यहाँ म यो खाना रेडी भयो। यहाँ खाना सलाद त म डब्बा चेन्ज गर्छु जस्तो छ। घरलाई पानी हाल्नु छ। ओ अब आमा छोराको चाहिँ खाने टाइम भयो। मेरो खाना चाहिँ यस्तो छ, सलाद, भात, अन्डा। यस्तो बस। No, this, like this. I don't know, I know, like this. I thought, like this, like this, like this, like this, there, like this, down, this car. Oh, do the robot. Oh, बस यहाँ राम्ररी। water. खानासाना खाइसकेँ। अब म हल्का मेकअप गर्छु। मेकअप गरेर चाहिँ अनि हामी आमा छोरा चाहिँ अहिले यसो ग्रोसरीतिर अनि हल्का घरको सामानहरूको लागि निस्किनु पर्ने छ। यस्तो गर्मी छ नि त बाहिर। लड्यो ल ल छोराको पनि यति लामो भइसक्यो। 4 वर्ष पुरा हुनु आँटेको छ।
अनि त्यहाँदेखि चाहिँ म सोच्दैछु यहाँ कपाल काट्नु व्यवस्था गर्नु पर्ला। छोराको कपाल बाटिसके क्रिम पनि लगाइदिनु पर्यो। अनि यहाँ अहिले चाहिँ हामी अब अलिकति एकछिनमा गर्मी छ बाहिर, यति बेला निस्किनु, एकछिनतिर निस्किन्छौँ। अनि अहिले चाहिँ हामी आमा छोरा एकछिन यहाँ खेल्नु बसेको। पापा स्लिपिङ। त्यसले चाहिँ यहाँ पापालाई सरप्राइज दिन्छ अरे, यो म्याकडोनल्ड्स भनेर प्याक गर्दैछ। अनि एकछिन यहाँ खेल्नु पर्यो आमा छोरा। आमा छोरा एकछिन खेल्ने अनि चाहिँ हामी जान्छौँ। अब हामी अब छोरा चाहिँ हिँडेको, किनभने रेडी भनेको नि तब हामी सपिङको लागि। आइसक्रिम, यु वान्ट आइसक्रिम? ओके, विच फ्लेभर? ओके, प्लिज। ओके, लेट्स गो। ए आज त के भएछ यहाँ, टट्टी भएछ नि। टट्टी छ आज? ल यहाँ खाँदैछ अब। छेवाङको सिस्टर, छ्या छेवाङले हेर नि। लेट्स गो सपिङ, ओके भनेर यहाँ हाम्रो सपिङ यस्तो फेरि मम्मी हामी ल जाउँ। लेट्स गो। अघि भिडियो बनाउँछ भने चाहिँ बिर्सिहाल्दो रहेछ। रोड क्रस गरेर चाहिँ म चाहिँ यहाँ सपिङ गरेर पनि आउँदैछु, बाटोमा छु अहिले। कम फास्ट। नो नो तपाईँ कम भन के भन्छ। सपिङ गरेर आएको यहाँ छोराहरू बिङमा छिरेर। ल जाने ठुलो मम्मी आइसक्यो। ल हामी चाहिँ भर्खर घर आइपुग्यो। आमा छोरा सपिङ गर्दा गर्दा 7 बजेछ। अनि अब चाहिँ छोरालाई अब एकछिन खानासाना बनाएर खाना दिन्छौँ। अनि हाम्रो फेरि सुत्ने टाइम पनि हुन्छ। मैले चाहिँ के ल्याएको छु भन्दाखेरि आज सपिङ गरेर कति क्युट छ मेरो वाटर बोतल। म तपाईँहरूलाई देखाउँछु मेरो वाटर बोतल। मेरो आजको सपिङमा यो मेरो क्युट आज मैले लिएको यो हो। कस्तो राम्रो छ, चक्क छ ठुलो। यो लिएँ मैले। अनि एउटा मैले ड्रेस पनि लिएको छु। ड्रेस पनि म तपाईँहरूलाई देखाउँछु। ड्रेस चाहिँ मैले यो लिएँ, यो स्कर्ट। म ट्राई पनि गर्छु कस्तो छ पनि। अर्को कुरा यो मैले बक्स लिएँ। यो चाहिँ हामी चाहिँ प्रायः आउटिङ गइरहेको छ नि त, अनि त्यसको लागि कहिले खानेकुराहरू के बोक्नुलाई सजिलो हुँदो रहेछ। अनि यो बक्स चाहिँ यस्तो चाहिँ यस्तो हुन्छ। अनि यहाँ चाहिँ यस्तो छ। यसमा यो एउटा बक्स भयो, अनि यो एउटा बक्स, दुईवटा बक्स हुन्छ यसमा चाहिँ। म खोलेर पनि आउँछु। अनि यो एउटा ब्याग भइहाल्यो। यो ब्यागमा चाहिँ दुईवटा बक्स हुन्छ। अनि यो यस्तो चाहिँ चक्क छ ठुलो न ठुलो खानासाना बोकेर हिँड्नुलाई। अनि यो यस्तो छोड्नु। अब हेरौँ कतिको लिक हुन्छ पनि, हेर्दा त राम्रो छ भनेको छ। अब हेरौँ। एउटा यो भयो। अनि अर्को यो चाहिँ अर्को चाहिँ यस्तो छ। यस्तो यो कोठा, एउटा चाहिँ त्यो होला। यो दुईवटा बक्स ल्याएँ मैले। अब हामी क्याम्पिङ के भन्छ उता पिकनिक होइन, पिकनिक जाँदा युज हुन्छ नि त यसरी। अनि यसरी राख्ने
त्यसैको लागि हो यो कहिले बिचहरू जाँदा पनि खानाहरू लान्छौँ नि त अनि चाहिँ त्यो सजिलो लागेर यो मैले एउटा अनि मैले यो छेवाङको लागि बुक लियो नाइस बुक दिस कलरिङ बुक ल्याएँ अब कलर गर्नु बसिहाल्छ अरू त त्यही घरको मरमसला यताउता किचनको सामानहरू ल्याएँ त्यही हो ल छेवाङको चाहिँ अनि यहाँ कलरिङ सुरु भइसक्यो अब आज यो नयाँ बुक ल्याइदिएको यसमा पुरा भुलिन्छ आजकल पुरै कलरहरू गर्ने भएको छ नि त कलर त खतरा गरेछ छोराले त्यही सेम ब्रोकेन भयो इलेजर युज गरेछ कलरलाई कहाँ इलेजर युज हुन्छ त अनि ल छोराले राम्रो कलर पनि गरिसकेछ अब म छोराको लागि माम रेडी गर्छु ओके हो ल ल ल लो हेर यस्तो नि हुन्छ दिस इज हजमोला छेवाङले ट्राई गर्ने रे यहाँ बस्छमा छेवाङलाई माम दिनु भनेर ल्याएको ऊ चाहिँ हजमोला खान्छ अरे हजमोला उसले ट्राई गर्छ आज ओके अहिलेसम्म उसले हजमोला खाएको छैन ओके ट्राई गर्ने छेवाङले क्यान्डी हजमोला क्यान्डी खै खाऊ यम्मी क्यान्डी यम्मी यम्मी छैन ट्राई फेरि म ट्राई यो ट्राई यम्मी क्यान्डी मैले ढाँटेको छु Oh my god, Chewang. Yummy, sir? More? More? You want more? More? No. Broken bunny. No, what about Yummy. 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 Kere? Kere? बढी हुँदा Bunny anda. फेरि बोल्यो Pretty bunny. लौ Wow. अरे Are? दिम Dim. जिस्केको दिम Da. No. What time? टाइम 7:44 ए डुब्न आँटिसकेछ You okay? ओके You want the Super Mario? No. ल मामा भयो म यहाँ यता सुपर मारियो लुक यता यो अब म बेलुकाको माम दिँदैछु छोरालाई माम खाएर छोरालाई सुताइहाल्छु म चाहिँ पापाले कहाँबाट हजमोला ल्याएछ ट्राई ट्राई Ani try ganyu? No, me better. Spicy? Don't know she more. No. Stand. You're not me there. डान्स हो हजमोलाले त अब मैले छोरालाई खुवाइसकेँ अब मेरो पालोमा चाहिँ यो चाउमिन खान लागिरहेको छ आज बेलुका चाहिँ भयो त चाउमिन त
नेपालको त्यही चाउमिन खानु मन पर्यो पुरा याद आइरहेको थियो भयो त मिठो मिठो आजको नयाँ बोतल यही हो मैले पानी पनि मजाले आउँछ पिउनुलाई पनि मजा आउँछ फेरि चाउमिन आज यस्तो मिठो भएको छ क्या जस्तो पनि बनाउँथेँ आज चाउमिन फेरि यस्तो मिठो भएको छ जस्तै पनि बनाउँथेँ तर मिठो हुनाले खै नेपालको जस्तो टेस्टै बनाउनु सक्दिनँ थिएँ आज चाहिँ पुरा नेपालको जस्तै टेस्ट भएको छ अरे वाह Help him have a safe dream. उसले माम खान्छ क्या मैले चाउमिन खाँदै पनि खान्छ अरे चाउमिन Protection line over the dotted line. वाउ